नमस्ते। कहिलेकाहीँ लाग्छ नि आफ्नै वरपर कति धेरै घुम्ने ठाउँहरू छन् जुन हामीलाई थाहै छैन। आज हामी त्यस्तै एउटा यात्रामा निस्कदैछौँ बाँसगढी नगरपालिकाको। यहाँका केही लुकेका तर एकदमै सुन्दर पिकनिक स्थलहरूको बारेमा कुरा गरौँ। यो यात्राको सुरुवात नै एउटा एकदमै राम्रो आह्वानबाट हुन्छ। आफ्नै ठाउँको पिकनिक स्थलहरूको प्रवर्धन गरौँ। यो एउटा नारा मात्र होइन, यो त बाँसगढीको सामुदायिक भावना र सबैलाई स्वागत गर्ने मन हो। ल, त्यसो भए सुरु गरौँ है त। हाम्रो यो यात्रा बाँसगढीको उत्तरी र मध्य भागबाट सुरु हुन्छ। हामी एक एक गर्दै वडा नम्बर 1 देखि 4 सम्मका केही गजबका ठाउँहरू घुम्नेछौँ। सबैभन्दा पहिले वडा नम्बर 1 मा छ बबैचेपाङ, अनि त्यसपछि वडा नम्बर 2 मा पुग्दा त ओहो, यहाँ त धेरै कुरा रहेछ। चरा हेर्न मन पराउनेहरूका लागि च्यामा सिमसार, शान्त वातावरणमा रमाउन भासताल, अनि अमोहिया नेवादामा रहेको त्यो सुन्दर झोलुङ्गे पुल। कति धेरै विविधता। खास गरी वडा नम्बर 2 को कुरा गर्दा यहाँको सिमसार क्षेत्रको त कुरै नगरौं, जैविक विविधताले भरिपूर्ण छ। अनि अर्को भनेको त्यो झुलुङ्गे पुल, जसले स्थानीय जीवनलाई जोड्ने काम गर्छ। यी दुई यहाँका मुख्य आकर्षण हुन्। अब लागौं वडा नम्बर 3 तिर। यहाँ चाहिँ संस्कृति र प्रकृति दुवैको गजबको मिश्रण पाइन्छ। जस्तै कि आध्यात्मिक शान्ति खोज्नेहरूका लागि बाबा कुटी छ, अनि उत्तर भखारी र लक्ष्मणपुर जोड्ने पुल छ, र महादेवा पनि यही पर्छ। यो वडा नम्बर 3 को पुलको कुरा गर्दा यसको वरपरका खोला नालाले त यहाँको सुन्दरतामा झनै सुनमा सुगन्ध थपेको छ। एकछिन सोच्नुस् त, पुलमा उभिएर त्यो कलकल बगिरहेको खोलाको आवाज सुन्दा कस्तो होला? साँच्चै मनै छुने खालको। अनि वडा नम्बर 4, यो त आकर्षणको खानी नै हो भन्दा हुन्छ। हेर्नुस् न, परिवारसँग पिकनिक खान लक्ष्मणपुर पिकनिक स्थल छ। यताउता गाउँहरू जोड्ने बन्जरिया र मदाहा वनमुडुवाका झुलुङ्गे पुलहरू पनि छन्। अनि अलि फरक अनुभवका लागि मदाहा जैविक मल कारखाना पनि घुम्न सकिन्छ। र पहाडीपुरको चटियाताल पिकनिक पार्क त छँदैछ। कति धेरै अप्सनहरू। यो वडा नम्बर 4 को सुन्दरतालाई शब्दमा बयान गर्दा हरिया पहाड, कलकल बग्ने खोला नाला, अनि आँखाले भ्याएसम्म हरिया फाँटहरू, यो वर्णनले नै त्यहाँको वातावरण कति मनमोहक होला भन्ने कुराको एउटा चित्र कोरिदिन्छ, होइन त? ल, हाम्रो यात्रा अझै सकिएको छैन। अब हामी बाँसगढीको दक्षिणी र पूर्वी भागतिर लाग्छौं। यहाँ पनि लुकेका खजनाहरू छन्, वडा नम्बर 5 देखि 9 सम्म। यी वडाहरूको पनि आफ्नै विशेषता छ। जस्तै वडा नम्बर 5 मा रामपुर पिकनिक पार्क, ताल र मोतीपुर तालको त्यो शान्त वातावरणमा डुब्न सकिन्छ। वडा नम्बर 6 मा पुग्दा हरियालीले भरिएको दमोली पार्क भेटिन्छ। अनि वडा नम्बर 7 मा चखिया बाबा मन्दिरको नजिकैको त्यो आध्यात्मिक ठाउँ, मनै शान्त हुन्छ। अब कुरा गरौँ वडा नम्बर 8 को। यो चाहिँ खास गरी प्रकृति संरक्षण क्षेत्रहरूको लागि चिनिन्छ। यहाँको बेलाउली सिमसार र दाङपुर भैसासुर वनले यो ठाउँको जैविक विविधतालाई जोगाएर राखेको छ। र अब हाम्रो यो यात्राको अन्तिम बिसौनी वडा नम्बर 9। यहाँ पनि घुम्ने ठाउँको कमी छैन। थुमनी सतखुलुवा जाने त्यो सुन्दर खैरानी बाटो, गाडी वा बाइकमा सरर जाँदा कस्तो रमाइलो होला। अनि पहाडीपुर र दुर्गा फान्टाको घना जंगल छ, तोरैया कुनैची वन छ, र कलकल बगिरहने ग्याङ नदी पनि। प्रकृति मन पराउनेहरूको लागि त यो स्वर्ग जस्तै हो। समग्रमा हेर्दा बाँसगढीमा के छैन र? पार्क र पिकनिक स्पटहरू छन्, ताल र सिमसार क्षेत्रहरू छन्, झुलुङ्गे पुलहरू छन्, नदी र खोलानाला छन्, अनि हरियाली र जंगल त छँदैछ। भन्नुको मतलब यो एउटा कम्प्लिट प्याकेज नै हो। ल, यति धेरै कुरा गरिसकेपछि अब यो केवल जानकारी मात्र रहेन। यो त बाँसगढीको सुन्दरतालाई आफ्नै आँखाले हेर्न र अनुभव गर्नका लागि एउटा न्यानो निम्तो हो। त्यसो भए अबको प्लान के छ त? के थाहा, बाँसगढीका यी सुन्दर ठाउँहरूमध्ये कुनै एउटा ठाउँ कसैको अर्को घुमघामको लिस्टमा पर्न सक्छ। र अन्त्यमा यो एकदमै मन छुने सन्देश छ, आफू पनि रमाऊ अनि अरूलाई पनि आफ्नो ठाउँमा रमाउन बोलाऊ।